प्यारो सम्पूर्णमा नमस्ते। आज मिति 2081 साल फागुन महिनाको 21 गते यानी कि बुधबारको दिन सदाकै समय सुनको भाउ लिएर म आइपुगेँ। आज सुनको भाउ 1,70,400 रुपियाँ रहेको छ भने चाँदीको 1950 रुपियाँ रहेको छ। सुनमा 900 रुपियाँले बढेको छ भने चाँदीमा मात्र 10 रुपियाँले बढेको छ। किन अहिले सुन बढिरहेको छ? मैले हिजो पनि हजुरहरूलाई भनि गएँ होइन, यो डलरकै कारणले हो। र सुन बढ्नु उपभोक्तालाई कति फाइदा र कति घाटा हो। हामीले सुरक्षित लगानीको रूपमा सुनलाई लिएको छौँ। बढ्नु एक खालको राम्रो पनि हो। सुन सुखको सारथी हो भने एकदमै दुःखमा चाहिँ साथ दिने दुःखको खर्जना नै हो। हामीलाई लगानी गर्दाखेरि सुरक्षित चाहिएको छ। अहिले केमा लगानी गर्ने? अहिले एकदमै गाह्रो स्थिति छ, क्रिटिकल अवस्था छ। जहाँ लगानी गर्यो त्यतै डुब्ने अवस्था छ होइन। ब्यालेन्स छ, पैसा छ, तर लगानी गर्ने ठाउँ छैन। कहाँ गर्ने त? सुनमा गर्ने होइन। बनाएको ज्वेलरीहरू थोरै मात्रामा लिने भनेदेखि सुन लिँदाखेरि हामीलाई त्यस्तो धेरै असर चाहिँ छैन भन्न चाहन्छु। आजलाई यति नै। हवस् त, धन्यवाद।